र म यो सानो समयमा है विदिन 1 इयरमा है आफूले आफैलाई एउटा जीवनको त्यो लेभलदेखि यो लेभलमा कसरी ल्याउन सफल भएँ त है। त्यति बेला मेरो 85 मेरो वेट थियो र अहिले मेरो 60 इयर्स छ है। यो वेट कसरी झार्न सफल भएँ, प्लस आफ्नो जीवनमा नयाँ नयाँ उपलब्धिहरू मैले कसरी ल्याउँदै आएँ त म तपाईँहरू बिचमा सेयर गर्न गइरहेको छु है त। किनकि यो आफैमा एउटा त्यस्तो जर्नी हो जुन जर्नीमा नि मैले जीवनमा कहिले पनि सोचेको थिइनँ क्या मेरो जीवनमा यस्तो हुन्छ कहिले पनि सोचेको थिएन। र पहिला मैले मेरो जीवनलाई विदाउट प्लानिङमा हेरिरहेको थिएँ कि जीवनमा यो गर्न सकेन, त्यो गर्न सकेन, यो भने जस्तो भएन, त्यो भने जस्तो भएन, विभिन्न खालका समस्याहरू मात्रै थिए है। र त्यो समस्यालाई मैले जित्नको लागि नि एउटा सानो सानो नियमहरू बनाएँ कि ठुलो नियम बनाउँदै बनाएन। यदि सायद ठुलो नियम बनाएको भए त्यसमा म असफल हुन्थेँ होला र आज म त्यही स्थितिमा रहन्थेँ होला। तर मैले सानो नियम बनाएपछि आफ्नो जीवनलाई बेस्ट बनाउनको लागि मैले विभिन्न खालका टेक्निकहरू सिकेँ कि सबैभन्दा पहिला भनेको मैले मेडिटेसन गर्न सुरु गरेँ है। आफैले भन्न सुरु गरेँ धेरै होइन, सिर्फ 5 मिनट मात्रै मेडिटेसन गर्छु, किनकि 5 मिनटको मेडिटेसनले मलाई थाहा थियो यदि मैले 5 मिनट गर्दै गएँ भने नि मैले बिस्तारै बिस्तारै अझ धेरै गर्न सक्छु भन्ने मलाई थाहा थियो। अनि मैले आफ्नो माइन्डलाई मनाउँदै गएँ 5 मिनटको मेडिटेसनले। अनि प्लस मैले खानपिनमा सुधार गरेँ है। अनि विभिन्न खालका एडिक्सनहरू हुन्छन् नि त जुन हाम्रो सिगरेट, तमाखु अनि जुन रक्सीको छ नि त, यो त अलिक नर्मल छ है, नर्मल जस्तै भनौँ नि त। तर यो एडिक्सनदेखि म बाहिर कसरी आएँ त? सबभन्दा ठुलो च्यालेन्जिङ भनेको नै यही हो कि किनकि जबसम्म मान्छेले आफ्नो जीवनमा च्यालेन्जिङ ल्याउन सक्दैन तबसम्म मान्छेको जीवनमा जति गरे पनि त्यो खालको चमक अनि उमङ्ग आउँदैन उसको जीवनमा। अनि एउटा च्यालेन्जिङ थियो, एउटा फेस हुन्छ, साथीभाइहरूसँग बसिन्छ, यो गरिन्छ, इन्जोय हुन्छ त्यो समयमा। यदि तपाईँ पनि आफ्नो जीवनबाट त्यस्तो एडिक्सनदेखि बाहिर आउन चाहनुहुन्छ भने नि सानो छ उपायहरू। हामीले आफ्नो जीवनलाई परिवर्तन गर्नको लागि ठुल्ठुला उपायहरू खोज्छौँ र त्यो उपायबाट हुँदैन, चाहे त्यो शरीर बनाउने होस् अथवा तपाईँको आफ्नो मेन्टल हेल्थमाथि काम गर्नको लागि किन नहोस्। तपाईँले सानो सानो स्टेपबाट नै तपाईँ त्यो उपलब्धि हासिल गर्न सक्नुहुन्छ जो अरू व्यक्तिले गरेको छैनन् है। त्योभन्दा पहिला मैले ग्राटिट्युडको अभ्यास गर्न सुरु गरेँ। यो ग्राटिट्युड भनेको के हो त? सबैभन्दा पहिला हामीले यो बुझौँ। ग्राटिट्युड भनेको त्यो हो जो तपाईँसँग आज छ, द्याट इज इनफ के। यदि तपाईँ आज हेर्न सक्नुहुन्छ, बोल्न सक्नुहुन्छ, तपाईँले सुन्न सक्नुभएको छ, तपाईँसँग एउटा राम्रो फोन छ है, तपाईँसँग बुवा आमा हुनुहुन्छ अथवा तपाईँसँग आफ्नो फ्यामिलीहरू हुनुहुन्छ है, द्याट इज इनफ यार। तपाईँले आफ्नो जीवन परिवर्तन गर्नको लागि नि त्यति मान्छे नै इनफ हुन्छ, त्यति सोर्सेसहरू नै इनफ हुन्छ है। यसको लागि तपाईँले धन्यवाद ज्ञापन गर्नुहोस्। यदि युट्युबमा हुनुहुन्छ भने हामी जित्छौँमा सधैँ कनेक्ट हुनुहोस्। म यस्तै भिडियो लिएर आउनेछु जसले तपाईँलाई शारीरिक रूपमा स्ट्रङ र मेन्टली रूपमा पनि स्ट्रङ बनाउन सहयोग गर्नेछन्। आजको भिडियोदेखि म बिदा हुन चाहन्छु। धन्यवाद।